नमस्कार, म सुनिता कार्की। स्वागत छ द सुनिता शोको आजको हाम्रो विशेष पडकास्टमा। आज हामी कुरा गर्दैछौँ केही महिनादेखि देशभर फैलिएको एउटा अनलाइन एप एसएमसीको नाममा चलिरहेको विशाल ठगीको जालोबारे। खासमा यो एपिसोडमा अन्नपूर्ण पोस्टमा मैले नै लेखेको समाचारको आंशिक रूप प्रस्तुत गरेको छु। नेपालका गाउँ टोलदेखि शहरसम्म, सरकारी अधिकृतदेखि विदेशमा काम गर्ने कामदारसम्म सबैलाई लोभ्याउँदै थियो यो एप। फिल्मको 1 देखि 5 मिनटसम्मको ट्रेलर मात्र हेरेर दिनमै हजारौं कमाई कसलाई नलोभ लाग्ला र। यही आशामा उदयपुरका पदम राई 33,800 लगानी गरेर एसएमसीमा जोडिए। दिनको 15 विज्ञापन हेरेर पैसा कमाउन सकिन्छ भनेर उनी पनि धेरै जसोको जस्तै आकर्षणमा परे। तर 2-4 दिनमै एप बन्द। उनको करिब 4 लाख डुबेको छ। उता काठमाडौँमा पढिरहेकी एक युवती आफ्नै परिवारको सिफारिसमा एपमा 1,10,000 लगाइन्। तर नाफा त टाढाको कुरा, उल्टै कर तिर्नुपर्छ भन्दै थप रकम मागियो। अन्ततः उनी साइबर ब्युरो पुगेकी छिन्। यसै कार्तिक 25 गतेदेखि साइबर ब्युरो काठमाडौँमा उजुरीको वर्षा परिरहेको छ। 30,000 देखि 64 लाखसम्म ठगिएकाहरू 500 भन्दा बढी उजुरी दर्ता भइसकेका छन्। ब्युरोका अनुसार एप सञ्चालनकर्ताले 71 वटा ब्याङ्क खातासम्म प्रयोग गरेका छन्। केही पीडितले त एक्लै 75 ब्याङ्क खातामा रकम पठाएका छन्। यसरी नै जालो फैलिएको थियो। K1 देखि K9 सम्मका लेयर बनाएर दैनिक 100 देखि 8,80,000 सम्म आए भन्ने झुटो सपना देखाइएको छ। यस्ता प्रणाली प्राय पिरामिड स्क्याम नै हुने साइबर ब्युरो बताउँछ। अझ अचम्म के भने कम्पनी दर्ता कागजात, प्यान नम्बर, अमेरिकामा दर्ता भएको प्रमाण सबै एप भित्र राखिएको थियो। तर साइबर ब्युरोले जाँच्दा धेरै कागजात फेक फेला परे। ब्युरोले अहिले 1200 भन्दा बढी ब्याङ्क खाता रोक्का गरेको छ र अनुसन्धान तीव्र भएको बताएको छ। तर मुख्य योजनाकारसम्म पुग्न समय लाग्ने अधिकारीहरूको भनाइ छ। यता पीडितहरूले हाल सङ्घर्ष समिति बनाएर पैसा फिर्ताका लागि दबाब दिन थालेका छन्। यसमा साइबर ब्युरो भन्छ, अनलाइनमा अत्याधिक नाफा, सजिलो आम्दानी वा अत्याधिक आकर्षक अफर देखेमा सावधान बन्नुहोस् र यो डिजिटल युगमा सबैभन्दा महत्त्वपूर्ण कुरा सजग नागरिक बन्नुहोस्। कमाई भन्दा पहिला विश्वसनीयता जाँच्नुहोस्। एक पटकको गल्तीले लाखौं रुपियाँ मात्र होइन, जीवनभरको भरोसा पनि गुम्न सक्छ। अहिले यो अध्ययनको नै विषय रहेकोले योसँग सम्बन्धित थप जानकारी अर्को एपिसोडमा प्रस्तुत गर्नेछु। द सुनिता शो युट्युबबाट सुन्न सक्नुहुन्छ। सब्स्क्राइब सँगै लाइक पनि गर्नुहोला भन्दै आजको एपिसोड यति नै। नमस्कार।